नमस्ते सर। नमस्ते हजुर। हजुर चाहिँ हाम्रो विलिङ एन्ड फेरि सोरुममा आइपुग्नु भएको छ। हजुरको गाडी चार्ज गर्न आउनु भएको होइन त? हजुर, गाडी चार्ज गर्न आएको। अनि हजुरको यहाँ लोकेसन कसरी पत्ता लगाउनु भयो होला त हजुरले? लोकेसन चाहिँ म यहाँ यातायातनेरि आएको थिएँ, ललितपुरनेरि। अनि यसो सर्च गरेको, अनि यहाँनिर तपाईँहरूको विलिङ्स एन्ड फेदी एभरग्रिन चार्जर छ भनेर देखायो, त्यसपछि यहाँ आएको। ए, तपाईँले त्यस्तो दुःख त भएन? गुगलबाट इजिली सर्च गर्न सक्नुभयो? दुःख भएन, मैले सर्च गर्दा नियरै त्यही देखायो, त्यही भएर यहाँ आएको। ओके, अब ललितपुरको नियर एरिया भनेको चाहिँ विलिङ एन्ड फेरि सोरुम नै हुने भयो नि त? हजुर, मैले बुझ्दा त्यस्तै लाग्यो। अब मैले सर्च गर्दा फर्स्टमै त्यही आएको हुनाले त्यही लाग्यो मलाई। ओके, हजुरको गाडी चार्ज अहिले लगभग फुल नै भइसक्यो? लगभग फुल भयो। अनि कति % जम्मा थियो र कतिसम्म टाइम लाग्यो होला त? मेरो गाडी चाहिँ 30% चार्ज थियो, अनि मैले चाहिँ फुल चार्ज हुँदा चाहिँ यहाँ चाहिँ फास्ट चार्जिङ रहेछ, लगभग एराउन्ड 1 आवरमा चाहिँ फुल चार्ज भयो। ए, ओके, हस् त, थ्याङ्क यू सो मच सर। हजुरलाई यहाँ हाम्रो विलिङ एन्ड फेरि सोरुमको इभी चार्जिङ स्टेसनलाई चुज गर्नु भएकोमा हजुरलाई हामीले सुविधा दिएकोमा पनि एकदमै खुसी छौँ। हुन्छ, म पनि धेरै खुसी छु। अब म पनि आउने कहिलेकाहीँ बाटो पर्दा अब यता काम पऱ्यो भने यहीँ गर्नेछु र अरूलाई पनि चार्ज गर्नको लागि अनुरोध गर्दछु। थ्याङ्क यू, धन्यवाद।